तथा आजका यस कार्यक्रमका प्रमुख अतिथि श्री रणबहादुर तामाङज्यूलाई आफ्नो शुभकामना मन्तव्यको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यूलाई। मूर्ति उद्घाटन दोस्रो वार्षिक साधारण सभा तथा हरेक सांस्कृतिक कार्यक्रमका सभापति एवं नेपाल झाँक्री सङ्घ जिल्ला कार्य समितिको अध्यक्ष ज्यू र यसै कार्यक्रमका विशिष्ट अतिथि हाम्रै गाउँपालिका उपाध्यक्षज्यू अनि वार्ड नम्बर 3 को वडाध्यक्ष र अन्य जनप्रतिनिधि साथीहरू र यहाँ मेरो छेउमा उपस्थित रहनुभएका नेपाल झाँक्री सङ्घको केन्द्रीय अध्यक्ष थिङ आशय अनि हाम्रो चर्चित कलाकार खनियावासको मात्र नभएर एउटा धादिङ नुवाकोट रसुवा र लमजुङ गोर्खा जहाँ जहाँ हाम्रो यो पश्चिमी तामाङहरू छरेर बस्नु भएको छ एकदमै सबैको मुटुमा बस्न सफल युवती प्रसादज्यू र मेरो छेउमै हुनुहुन्छ हाम्रो खनियावास गाउँपालिकाको दार्खा प्रहरी कार्यालयको इन्चार्जज्यू र अन्य फेरङ्गोमा जो बम्बो फेरङ्गोदेखि लिएर दिरङ्गो सबै बम्बो दाजुभाइ आस्याङ रोमा छरोमा र जो कार्यक्रम सफल बनाउनको लागि उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लसो फ्यापल्ला नमस्ते। खासै समय घटिसकेको छ, विशेष कारण अहिले चुनावको चटारले गर्दाखेरि बिहान 5 बजे काठमाडौँबाट हिँड्दा पनि अहिले मैले यो यति बेला म यहाँ आइपुगेर मैले एकदमै चाहेर पनि मनले पुगेको मान्छे भौतिक चाहिँ नपुगेको भान्जीको बिहामा यहाँ उपाध्यक्षज्यूको बहिनीको बिहामा पुग्न सकिनँ। त्यसको लागि मैले यही मञ्चबाट क्षमा मागेँ र कुनै दिन हामी भेटिहाल्छौँ भान्जी र के अरे जय साहब भतिजै होला कुनै अवसर पारेर भेटौँला। र मैले काठमाडौँले एकदम मलाई सुख दुःख पर्दाखेरि एकदमै सहयोग गर्ने र म पनि त्यसरी लाग्ने एकजना राजेन्द्र अर्याल भएको छोराको बिहा पनि म उपस्थित हुनै पाएन। त्यसरी यस्तो हुँदो रहेछ के समयले हामीले यस्तो बनायो र यहाँ पनि अहिले हामीहरू कारणले गर्दाखेरि एकदमै ढिलो भएकोमा क्षमा चाहन्छु। र विशेष त यस्तो कार्यक्रमहरू गर्दै गर्दाखेरि अघि नै उपाध्यक्ष अरू साथीहरूले भनिसक्नु भएको छ यो एउटा बम्बो सङ्घ अनि बौद्ध धर्मले के कसो गरेछ भनेर सबैले प्रस्ताइसक्नु भएको हुनाले अहिले यहाँ देख्दा पनि हाम्रो रूपधानी गङ्गा जमुना अनि हाम्रो खनियावासको बम्बो ज्यूहरू झाँक्रीहरू यहाँ आएर आफ्नो संस्कार आफ्नो ज्ञान विधि सबै यहाँ प्रस्तुत गरिसक्नु भएको छ। र अब गत वर्षको अभियानदेखि अहिलेसम्म आएर केही हाम्रो यसो 1 वर्षमा यतिको हेर्न लायकको के अरे एउटा संस्था बनिसकेको छ। यो अर्थमा नेपाल झाँक्री सङ्घलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने हाम्रो लोप हुँदै गरेको संस्कार यहाँले एकदमै जोगाएर राखिदिनु भएको छ। र अर्को यता यसो हेर्दाखेरि हाम्रो आमासम्म बहिनीसम्म दिदीसम्महरू हुनुहुन्छ, आफ्नो पोसाक हाम्रो गोइला उहिलेको गोइलाहरूले यसरी जोगाएर राख्नु भएको छ। त्यो अर्थमा पनि यहाँले एकदमै धन्यवाद दिन चाहन्छु, किनभने एकतिर संस्कृति जोगाछन् अर्कोतिर आफ्नो पोसाक पनि जोगाउनु छ। घर गाडादेखि हरेक कुराहरू लोप हुँदै गएको हुनाले यहाँले जोगाउनु भएको छ। यो अर्थमा एकदमै धन्यवाद दिन चाहन्छु। र मैले अस्ति पनि एउटा कार्यक्रम उद्घोष गरिसकेको छु। एउटा हाम्रो के अरे यो बुने राबेसामा थाहा चाहिँ राम्रो त कमसेकम अयोजी वंशम मेला के अरे अब ज्याला पनि उठेन भने हामीले पालिकाले 1 पिस राबेसामा तर हातले बुन्नु पर्यो। अरिजिनललाई चाहिँ हामीले 2000 रुपियाँ चाहिँ कमसेकम पालिकाको कुनै स्रोतबाट एउटा पिसमा 2000 रुपियाँ अनुदान के अरे स्वरूप हामी टक्राइनु छु भन्ने मैले बोलिसकेँ हुनाले फेरि पनि यहाँलाई सुनाउन चाहन्छु। किनभने अर्को पनि छ जस्तो वला फुर्का छ अनि फेरि के फेट्टा छ है, अब राडी पाखिन बुन्नु छ, धेरै कुराहरू छ। तर यो चाहिँ अहिले लामोसम्म नभनौँ, कुनै बेला फेरि भन्नेछु। र अर्को कुरा यो
खासै यो कार्यक्रममा कार्यक्रम गर्दाखेरि धेरै खर्चहरू पनि भयो होला, कति सहयोगहरू आछन्, यो अब हामी छलफल गरेर, किनभने पालिकाले सदैव सहयोग पनि गरिरहेको छौँ र गर्ने पनि छ। यहाँ यति उति भनेर यो तोक्ने सिस्टम चाहिँ राम्रो रहन्छ। म सुरुका के भनिरहेको होला आर्थिक कुरोमा चाहिँ। र अनि यहाँलाई अहिले वार्ड नम्बर 4 को वडा कार्यालय छ नि पालिकाको छेउमा हो, त्यसको छेउमा लामासँग र बोम्बोसँग मैले पहिले बोलिसकेको। यहाँहरू आएर एक्चुअली कुन चाहिँ त्यो स्पेस खाली छ, तपाईँहरूले एउटा दराज के अरे एउटा कुर्सी 2-4 टेबल राखेर तपाईँहरूको एउटा सम्पर्क अफिस कार्यालय त्यहाँ राखिदिनु छ भने मैले धेरै 2-3 वर्ष 5 वर्ष अगाडि नै बोलेको थिएँ। मेलमाया कलाकार सङ्घ, बोम्बो सङ्घ, लामा सङ्घ कमसेकम खनियावास गाउँपालिकामा चाहिँ रहेछ है भनेर हामी एउटा आफ्नो इतिहासलाई र आफ्नो संस्कार जोगाउनलाई त्यो एउटा स्थान उपलब्ध गराउँला गर्नेछु भनेर बोलिसक्यो भने अहिले तयार छ। एक्चुअली तपाईँले आएर भिजिट गरेर कहाँ राख्दाखेरि राम्रो होला, किन जति अफिसले चर्चेको छ र बाँकी हाम्रो खाली स्पेसहरू छ, किनभने झिलिमिली गर्दै त्यो हुने होइन। हाम्रो टक्क लगाएर विदेशमा हुँदा त्यो ठाउँमा कति धेरै अफिस बन्थ्यो, तर यहाँ चाहिँ अझै हामी स्पेस धेरै खुला छ। यो ठाउँलाई चाहिँ उपयोग गर्न लगाएर सम्पर्क पनि राख्नु होला अनुरोध गरेँ। र त्यो के अरे कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ किनभने हाम्रो संस्कृतिसँग जोडेको कुरा अब हामीले हुन्जेलसम्म र आउँदो 84 मा अर्को साथीहरू आए तापनि यो एउटा कन्टिन्युटी पक्कै पनि जानेछ भन्दै र अहिलेसम्म एकदमै राजनीतिक कुराहरू नगरौँ। चुनाव आएको छ, सबैले थाहा पाइसकेको छ। अझ झन् नेपाली काङ्ग्रेसमा उम्मेदवार आएर पनि भाषण जानु पर्यो। यसलाई मैले रिपिट गरेन, यो भन्नु पनि पर्ने, किनभने उहाँले भनिसक्नु भएको छ है। त्यस कारण यो सबै कुरालाई थाँती राख्दै अब एकदम 7 वर्ष लागिसक्यो। बाँकी कुराहरू चाहिँ यसलाई कसरी सुधार गर्नुपर्ने, अझै देखिन्छ यो स्टेज बनाउनै पर्ने, यो आँगन पनि बनाउनु पर्ने, उता पनि लगभग यो के अरे जस्ता भएको जुन बाख्राकोट होला त्योभन्दा तलसम्म लगेर खुला ग्राउन्ड बनाउनु पर्ने समस्याहरू देखेका छन्। र क्रमशः वार्षिक रूपमा यसलाई चाहिँ हामी समस्या समाधान गर्दै जानेछौँ भन्दै मेरो छोटो भनाइ टुङ्ग्याउनुभन्दा अगाडि बोम्बो सङ्घलाई चाहिँ विशेष आस्याङ कान्छा बोम्बो कहिले 11 बजीतिर फोन गरिरहनुहुन्छ, कहिले 5 बजीतिर ठोकिदिनुहुन्छ है। अब फेरि केही समस्या त पर्यो होला। अब कहिले आस्याङले त कतै बिहान बेलुका रातितिर त उहाँ पनि पठाउनु भयो कि जस्तो लाग्छ है, नउठाउने फेरि अप्ठ्यारो होइन। त्यस्तो पनि गर्नुहुन्छ कि उहाँले, रमाइलो कुरा है। अनि यो झाँक्री सङ्घ, केन्द्रीय सङ्घ, जिल्ला सङ्घ सम्पूर्णमा एकदमै यो एकदमै राम्रो कार्यक्रम गरेर एउटा हाम्रो संस्कारलाई जोगाएर, संस्कारलाई जोगाउने होइन के भने बिमारीलाई छापो गरेर निको पार्नुहुन्छ, त्यसपछि डक्टरसँग पनि सहकार्य गर्नुहुन्छ। यस्तो एउटा कार्यक्रम पनि हामीले राख्नै पर्छ है। हाम्रो संस्कारलाई जोगाउनै पर्यो। यो अर्थमा बोम्बो सङ्घलाई चाहिँ केन्द्रीय सङ्घदेखि जिल्ला सङ्घदेखि गाउँपालिका सङ्घसम्मलाई चाहिँ एकदमै हृदयदेखि धन्यवाद दिँदै हामी सधैँ तपाईँहरूको साथमा रहनेछौँ भन्दै मेरो छोटो बनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद, जय नेपाल।